हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल। आज चाहिँ हामी बिएससी थर्ड इयर रियल एनालाइसिस फर्स्ट च्याप्टर लजिक वेयर लजिकल कनेक्टिभको बारेमा चाहिँ आज हामी डिस्कस गर्नेछौँ। मैले सर्ट नोट पनि राम्रोसँग बनाइदिएको छु, अन्तिमसम्म हेरेर राम्रोसँग बुझेर हेर्नु होला। फर्स्टमा हाम्रो लजिकल कनेक्टिभहरू धेरै रहेका छन्, जस्तै नेगेसन, कन्जक्सनहरू, अनि मोर देन, डिस्जक्सन, बाई कन्डिसनल, कन्डिसनल एन्ड अदर। आज चाहिँ अब मैले नोट अनुसार एउटा राम्रो नोट बनाएको छु। नोट अनुसार चाहिँ हामी आज पढ्नेछु। ल सुरु गरौँ है त। लजिकल कनेक्टिभमा हाम्रो फर्स्टमा रहेको छ नेगेसन। नेगेसन भनेको के हो भन्दाखेरि एउटा लजिकल अपरेटर हो। त्यसले चाहिँ के भन्छ भन्दाखेरि एउटा लजिकल अपरेटर एउटा हाम्रो स्टेटमेन्ट दिएको हुन्छ, त्यसको चाहिँ उल्टो हो क्या नेगेसन भनेको। जस्तै हामी कुनै स्टेटमेन्ट दिएको हुन्छ होइन, कुनै स्टेटमेन्ट दिएको हुन्छ, त्यसमा चाहिँ हामी एउटा नट अथवा इट्स फल्स द्याट अथवा इट इज नट ट्रु द्याट अथवा त्यो गरेर हामीले एउटा वाक्यलाई चाहिँ नेगेटिभ बनाउँछौँ। भन्नुको मतलब रिभर्स गर्छौँ क्या। जस्तै कुनै पनि हाम्रो वाक्यमा के छ भन्दाखेरि पोजिटिभ छ भने हामीले नेगेटिभ बनाउँछौँ, मतलब यो कुरा राम्रो छ भने यो कुरा नराम्रो छ भनेर भन्छ। अब डिफाइन गर्दाखेरि के भन्छौँ भन्दाखेरि अ लजिकल अपरेटर व्हिच रिभर्स द ट्रुथ भ्यालु अफ द ओरिजिनल स्टेटमेन्ट युजिङ द वर्ड अथवा फ्रेज नट, इज फल्स द्याट और इट इज नट ट्रु द्याट। अब हाम्रो त्यसपछि इक्जाम्पलको लागि के छ भन्दाखेरि द रोड इज गुड। अब रोड इज गुड हामीले तिनवटा फ्रेजहरू युज गरेर हामीले नेगेसन बनाउन सक्छौँ। फर इक्जाम्पलको लागि नट भनेपछि हामीले द रोड इज नट गुड। त्यसपछि सेकेन्डमा रहेको छ इज फल्स द्याट भनेपछि इट इज फल्स द्याट द रोड इज गुड। भन्न खोजेको रोड इज राम्रो छ, रोड राम्रो छ भन्ने कुरा चाहिँ हाम्रो गलत हो भनेर हामीले नेगेसन बनाएका छौँ। अनि हाम्रो थर्डमा रहेको छ हामी अर्को फ्रेज युज गरेर इट इज नट ट्रु द्याट भनेर युज गर्न सक्छौँ। भनेको इट इज नट ट्रु द्याट द रोड इज गुड। भन्न खोजेको रोड राम्रो छ भन्ने कुरा चाहिँ हाम्रो ट्रु होइन, यसमा चाहिँ हाम्रो नेगेसन भनेर बुझिन्छ यसलाई चाहिँ। अब ट्रुथ टेबलमा भन्दाखेरि जस्तै स्टेटमेन्ट हामीले कुनै पनि स्टेटमेन्टलाई पीले नेगेसन गरेको छौँ, नोटेसन गरेको छौँ भने त्यसको नेगेसन नट पी हुन्छ होइन। जस्तै ट्रु स्टेटमेन्ट छ भने त्यसको नेगेटिभ फल्स हुन्छ र फल्स स्टेटमेन्ट छ भने ट्रु हुन्छ। ओके, बुझ्नुभयो होला है। केही कुराहरू अझै बुझ्नु छ मन छ भने राइट कमेन्टमा चाहिँ कमेन्ट चाहिँ गर्नु होला। अनि सेकेन्डमा रहेको छ हाम्रो कन्जक्सन भनेको हाम्रो के हो भन्दाखेरि अ लजिकल अपरेटर व्हिच कम्बाइन्ड एनी टु सिम्पल स्टेटमेन्ट युजिङ द वर्ड और फ्रेज अन अ स्टेटमेन्ट। भन्न खोजेको हामीले एउटा कन्जक्सनले के गर्छ भन्दाखेरि दुईवटा स्टेटमेन्टलाई चाहिँ कनेक्ट गर्छ अथवा कम्बाइन गर्छ एउटा के युज गरेर, हाम्रो फ्रेज एन्ड युज गरेर। हामीले विच इज डिनोटेड बाई, यसलाई हामीले केले सिम्बल गर्छौँ भन्दाखेरि अप्पर क्याप भनेर पनि बुझ्छ अथवा सिम्पल भाषामा भन्नु पर्दाखेरि उल्टो भी भनेर बुझ्छौँ। जस्तै यहाँ हाम्रो इक्जाम्पलमा दिएको छ दुईवटा स्टेटमेन्ट। एउटा पी स्टेटमेन्ट के दिएको छ भन्दाखेरि 2 + 5 = 7 भन्दाखेरि 2 + = 5 7। अनि क्यू स्टेटमेन्ट इज 5 इज ग्रेटर देन 3 दिएको छ होइन। अब यसको कन्जक्सन के हुन्छ भन्दाखेरि पी एन्ड क्यू अथवा पी उल्टो भी क्यू अथवा पी क्याप क्यू, जसरी बुझ्दा पनि हुन्छ। भन्न खोजेको यसको पी र क्यूको नेगेसन 2 + 5 = 7 एन्ड 5 इज ग्रेटर देन 3 हुन्छ। अब यसको ट्रुथ भ्यालु के हुन्छ अथवा ट्रुथ टेबल के हुन्छ भन्दाखेरि पी र क्यू दुईवटा स्टेटमेन्ट छ अनि पी कन्जक्सन क्यू। जस्तै पी स्टेटमेन्ट ट्रु र क्यू स्टेटमेन्ट ट्रु भयो भने हाम्रो कन्जक्सन पनि ट्रु हुन्छ। यदि यिनीहरूमध्ये दुईवटा मध्ये सबै फल्स ट्रु भने अरूमध्ये सबै फल्स हुन्छ। भन्न खोजेको नोटमा हामीले कन्जक्सन के लेखेको छु भन्दाखेरि कन्जक्सन इज ट्रु इफ बोथ आर ट्रु अदरवाइज इट इज फल्स। भन्न खोजेको कन्जक्सन तब मात्र ट्रु हुन्छ जब दुईटै स्टेटमेन्ट ट्रु छ भने कन्जक्सन ट्रु हुन्छ, नत्र चाहिँ पुरै फल्स हुन्छ। त्यसपछि हाम्रो सीमा रहेको छ अब डिसजङ्क्सन भनेको अ लजिकल अपरेटर व्हिच कम्बाइन्ड एनी टु सिम्पल स्टेटमेन्ट युजिङ वर्ड और एन्ड फर्मड के हुन्छ कम्पाउन्ड स्टेटमेन्ट बन्छ। व्हिच इज डिनोटेड बाई अब भी अथवा लोवर क्याप, जसरी पनि हामीले यसलाई बुझ्न सक्छौँ, आफूले बुझ्ने तरिकाले सिम्बलाइज गर्न सक्छौँ, मतलब नाम राख्न सक्छौँ है। भी पनि भन्न सक्छौँ, लोवर क्याप पनि भन्न सक्छौँ।
अनि इक्जाम्पल दुईवटा स्टेटमेन्ट के दिएको छ भन्दाखेरि एउटा पी दिएको छ फर्स्ट स्टेटमेन्ट र क्यू सेकेन्ड स्टेटमेन्ट। पी भनेको छ द सन इज साइन अनि क्यू द अर्थ इज मुभ्स भनेपछि यसको डिस्जङ्सन के हुन्छ द सन साइन और द अर्थ मुभ्स हुन्छ। यसको ट्रुथ टेबल पनि सेम हुन्छ तर यसको ठिक डिस्जङ्सनको उल्टो हुन्छ। अब के भने सरी डिस्जङ्सन भन्छु के अरे कन्जङ्सनको ठिक उल्टो हुन्छ डिस्जङ्सन भनेको। यहाँ नोटमा लेखेको छु डिस्जङ्सन इज द फल्स वेन बोथ स्टेटमेन्ट आर फल्स अदरवाइज ट्रु हुन्छ। अब कन्जक्सनमा के हुन्थ्यो भन्दाखेरि हाम्रो कन्जक्सनमा यदि बोथ स्टेटमेन्ट आर ट्रु छ भने मात्रै कन्जक्सन ट्रु हुन्छ अदरवाइज फल्स हुन्छ। तर डिस्जङ्सनमा के हुन्छ भन्दाखेरि दुईवटा स्टेटमेन्ट फल्स छ भने मात्र फल्स हुन्छ अदरवाइज ट्रुको ट्रु हुन्छ। त्यसपछि अर्को रहेको छ हाम्रो इम्प्लिकेसन अथवा कन्डिसनल। हामीले इम्प्लिकेसन और कन्डिसनल दुइटै जे भन्न पनि मिल्छ है। A logical operator that connect two statement where if first statement is true and second statement must be true. That means the both statement have the true value and the using word if dot then is known as the implication or conditional। भन्न खोजेको इम्प्लिकेसन र कन्डिसनल भनेको के हो भन्दाखेरि मस्ट बी ट्रु बोथ स्टेटमेन्ट आर मस्ट बी ट्रु हुनु पऱ्यो। एउटा पहिलाको ट्रु छ भने सेकेन्ड मस्ट बी ट्रु हुनु पऱ्यो। जसलाई हामीले डिनोटेड बाई के गर्छौँ भन्दाखेरि पी इम्प्लाइज क्यू अथवा पी देन क्यू है। यसपछि यसको ट्रुथ भ्यालु के हुन्छ भन्दाखेरि यसको ट्रुथ भ्यालु हामीले बुझ्ने तरिकाले म भनिदिन्छु है। बुझ्ने तरिकाले के भनिदिन्छु भन्दाखेरि यो ट्रुथ टेबलमा के हुन्छ भन्दा यदि पी ट्रु छ क्यू फल्स छ भने के हुन्छ फल्स हुन्छ अदरवाइज ट्रु हुन्छ। यदि बोथ फल्स छ भने पनि ट्रु हुन्छ भनेको सबै भ्यालु ट्रु हुन्छ। यदि क्यू फल्स छ भने फल्स हुन्छ अदरवाइज ट्रु। यति याद राख्नु। यहाँ इक्जाम्पल दिएको छ हेर्न सक्नुहुन्छ पी र क्यू दुईवटा स्टेटमेन्ट दिएको छ अनि त्यसको पी इम्प्लाइज क्यू अथवा पी कन्डिसनल क्यू यहाँ लेखेको छ इफ र देन युज गर्छौँ हामी। त्यसपछि हामीले अरू अदर कन्डिसनलहरू पनि पढ्छौँ हामीले। कन्भर्स भनेको के हो त अदर कन्डिसनल अथवा इम्प्लिकेसनमा कन्भर्स छ। फर्स्टमा कन्भर्स भनेको हामीले बुझ्ने तरिका सजिलो छ। यदि पी इम्प्लाइज क्यू अथवा पी देन क्यू एउटा के हो भन्दाखेरि कन्डिसनल हो भने त्यसको कन्भर्स के हुन्छ ठिक्कै उल्टो हुन्छ पी इम्प्लाइज क्यू हुन्छ। भन्न खोजेको यसमा के हुन्छ इन्टरचेन्जिङ द हाइपोथेसिस एन्ड कन्क्लुजन अफ द ओरिजिनल स्टेटमेन्ट। यदि दुईवटा ओरिजिनल स्टेटमेन्ट छन् एउटा हाइपोथेसिस छ र एउटा कन्क्लुजन छ दुईवटा हैन। यसमा के हुन्छ जहिले पनि कन्डिसनलमा एउटा हाइपोथेसिस हुन्छ पी एउटा स्टेटमेन्ट र त्यसको एउटा कन्क्लुजन हुन्छ। भनेपछि हामीले कन्भर्समा लेख्दाखेरि कन्क्लुजनलाई फर्स्ट लेख्ने र हाइपोथेसिसलाई पछि लेख्ने भन्दाखेरि यहाँ इक्जाम्पल दिएको छ तपाईँले हेर्न सक्नुहुन्छ राम्रोसँग पज गरेर पढ्न सक्नुहुन्छ। त्यसपछि सेकेन्डमा रहेको छ इन्भर्स। सेकेन्डमा रहेको छ हाम्रो इन्भर्स। इन्भर्स भनेको के हो भन्दाखेरि एउटा कन्डिसनल छ नि पी इम्प्लाइज क्यू एउटा कन्डिसनल छ भने त्यसपछि त्यसको इन्भर्स के हुन्छ नट पी र इम्प्लाइज नट क्यू हुन्छ। त्यसपछि हामीले के हुन्छ हाइपोथेसिस एन्ड कन्क्लुजन अफ कन्डिसनल। यहाँ इक्जाम्पल दिएको छ हामीले इफ नट पी देन नट क्यू यसको नोट अनि हेर्न सक्नुहुन्छ। त्यसपछि कन्ट्रापोजिटिभ। कन्ट्रापोजिटिभ भनेको के हो भन्दाखेरि कन्ट्रापोजिटिभलाई सजिलै बुझ्ने तरिका के हो भन्दाखेरि यो भनेको इन्भर्सको उल्टो हो कि ठिक्कै। इन्भर्स भनेको नट पी र नट क्यू इम्प्लाइज हुन्छ भनेपछि यसमा नट क्यू र नट पी हुन्छ भनेको इफ नट क्यू देन नट पी भनेको कन्भर्स अफ इन्भर्स भन्न खोजेको पनि हुन्छ। त्यसपछि हाम्रो यसको ट्रुथ टेबल हेर्न सक्नुहुन्छ तपाईँ। ट्रुथ टेबल सजिलै छ। कन्डिसनलको थाहा भइसकेपछि हामीले यसको निकाल्न केही पनि गाह्रो पर्दैन। त्यसपछि रहेको छ हाम्रो बाई कन्डिसनल। अब लास्टमा रहेको छ बाई कन्डिसनल भनेको द लजिकल अपरेटर व्हिच कनेक्ट टु सिम्पल स्टेटमेन्ट युजिङ द फ्रेज इफ एन्ड ओन्ली इफ इज नन एज द बाई कन्डिसनल। इट इज डिनोटेड बाई पी डबल इम्प्लाइज क्यू। सरी है मैले मतलब आफैले बुझ्ने तरिकाले डबल इम्प्लाइज भनेको छु। यसमा भन्न खोजेको इफ एन्ड ओन्ली इफ क्यू भन्न खोजेको जस्तै इफ पी एन्ड ओन्ली इफ क्यू भए मात्र बुझिन्छ है। भन्न खोजेको इफ पी इफ ओन्ली इफ क्यू भन्न खोजेको। यसमा इक्जाम्पल दिएको छ राम्रोसँग हेर्नुहुन्छ। अनि ट्रुथ टेबल है। ट्रुथ टेबलमा बाई कन्डिसनलमा के हुन्छ भन्दाखेरि
बाई कन्डिसनल भनेको यदि दुईटा कन्डिसनलहरूको कन्जक्सनको ट्रुथ भ्यालु हो भन्न खोजेको। यसमा दुई ट्रु भयो भने मात्रै ट्रु हुन्छ, अदरवाइज फल्स हुन्छ है। यहाँ मैले नोट राम्रोसँग लेखिदिएको छु, तपाईँले पज गरेर मजाले बुझेर हेर्न सक्नुहुनेछ। त्यसपछि यहाँ केही इक्जाम्पलहरू पनि छ। यहाँ कन्स्ट्रक्सन ट्रुथ टेबल, इफ नट पी देन नट क्यू, द्याट इम्प्लाइज नट पी नट देन इम्प्लाइज नट क्यू। यहाँ ट्रुथ भ्यालु दिएको छ, ट्रुथ टेबल पनि छ। यहाँ तपाईँहरूले पज गरेर मजाले पढेर नोट यसरी हेर्न सक्नुहुन्छ। इक्जाम्पल दुईवटा पनि दिएको छु मैले, एउटा अर्को, तपाईँले मजाले बुझ्न सक्नुहुनेछ। त्यसपछि अर्को रहेको छ हाम्रो टौटोलोजी। टौटोलोजी भन्ने बित्तिकै हामीले दिमागमा के राख्ने भन्दाखेरि ट्रुथ भ्यालु हो कि यो भनेको स्टेटमेन्टकोहरूको ट्रुथ भ्यालु, ओन्ली ट्रुथ भ्यालु है, यसमा फल्स हुँदैन, ओन्ली ट्रुथ भ्यालु। टौटोलोजी इज अ कम्पाउन्ड स्टेटमेन्ट इफ इट इज ट्रु फर एनी सेट अफ गिभन स्टेटमेन्ट और इफ अल स्टेटमेन्ट आर ट्रु फर द टौटोलोजी। भनेको के हो भन्दाखेरि भने तपाईँले सबै स्टेटमेन्टहरू, कम्पाउन्ड स्टेटमेन्टहरूको लागि ट्रुथ भ्यालु हुन्छ। यहाँ एउटा इक्जाम्पल, दुईवटा इक्जाम्पल दिएको छु मैले, यहाँ हेर्न सक्नुहुन्छ। मजाले पज गरेर पढ्नु होला है। यसमा बुझ्नुपर्ने केही पनि छैन, सजिलै छ। टौटोलोजी भनेको ट्रुथ भ्यालु हो, सबैको ट्रुथ भ्यालु हुन्छ। हामीले कन्जङ्सनहरू पढिसकेका छौँ, इम्प्लिकेसन पढिसकेका छौँ, अनि यदि बुझिसक्यो भने मतलब नेगेसन पनि पढिसकेका छौँ। यदि बुझ्यो भने हामीले बुझ्नलाई गाह्रो केही पनि छैन। कन्ट्राडिक्सन भनेको सजिलो तरिकाले फल्स हो है, सबै कम्पाउन्ड स्टेटमेन्टको फल्स भ्यालु हो भन्न खोजेको। कन्ट्राडिक्सन इज अ कम्पाउन्ड स्टेटमेन्ट इफ इट इज फल्स फर एनी गिभन कम्पाउन्ड, इट इज फल्स फर अल हुन्छ। यहाँ एउटा इक्जाम्पल दिएको छु मैले, यता एउटा इक्जाम्पल दिएको छु, यहाँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ। त्यसपछि इक्विभ्यालेन्स भनेको के हो भन्दाखेरि इक्विभ्यालेन्स भनेको एउटा टौटोलोजी हो के, टौटोलोजी हो, त्यो चाहिँ ट्रु हुन्छ क्या। टु स्टेटमेन्ट पी एन्ड क्यू आर इक्विभ्यालेन्स इफ पी बाई कन्डिसनल क्यू इज टौटोलोजी। भन्न खोजेको यदि कुनै पनि कम्पाउन्ड स्टेटमेन्टहरू टौटोलोजी छन् भने तिनीहरू एक आपसमा इक्विभ्यालेन्स हुन्छन्। यहाँ मैले इक्जाम्पल दिएको छु, दुईवटा इक्जाम्पल मजाले दिएको छु, तपाईँले पज गरेर मजाले हेरेर बुझ्न सक्नुहुन्छ। बाई द वे यो चाहिँ मेरो फर्स्ट भिडियो हो, मैले पहिला पनि बनाउँथेँ युट्युब च्यानलमा, त्यो युट्युब च्यानल चाहिँ डिलिट भएर मैले नयाँ युट्युब च्यानल बनाएको हो। तपाईँहरूले फेरि पनि सहयोग गरिदिनु होला, सब्सक्राइब गरेर, लाइक गरेर। यस्तै यस्तै भिडियोहरू चाहिन्छ भने, स्पेसिफिक सब्जेक्टहरूको अथवा स्पेसिफिक टपिकहरूको चाहिन्छ भने जस्ट कमेन्ट गरिदिनु होला। अनि यसको लागि चाहिँ म पनि भिडियो बनाउने प्रयास गर्दै आइरहनेछु र गर्ने पनि छु। सब्सक्राइब गरेर ग्रो गरिदिनु होला र नबुझेको कुराहरू फेरि पनि कमेन्टमा गर्नुहोला। यदि कुनै मिस्टेक गरेँ अथवा केही भन्नलाई मैले मिस्टेक गरेँ अथवा तपाईँ कुनै चिजमा कन्फ्युज हुनुहुन्छ भने कमेन्टमा चाहिँ भन्नुहोला, म त्यसलाई सुधार्ने कोसिस गर्नेछु र नयाँ भिडियोमा चाहिँ अब यस्तो यस्तो भएको थियो भनेर चाहिँ गर्नेछु। अहिलेलाई भिडियो हेरेर सपोर्ट गरिदिनु होला, धन्यवाद।